यो दुनियाँमा नि सर कमाएर कोही पनि धनी हुँदैन के, बचत गर्ने मान्छे मात्र धनी हुन्छ। कमाएर कोही पनि धनी हुँदैन, जसले कमाएको कुरालाई बचत गर्न सक्छ र त्यसको युटिलाइज गर्न सक्छ त्यो चाहिँ धनी। बस कमाउने त तपाईको महिनामा लाखौं अरबौं कमाउने मान्छेहरू छन् यहाँ, तर त्यसले बचत एक रति पनि गर्दैन भने मैले यति कमाए मात्र भन्न सक्यो नि उसले, तर म सम्पन्न भए त भन्न सक्दैन। बचत गर्नु पनि कमाउनु होइन, यही त हो। तर मान्छेले कमाउनुलाई मात्र कमाउनु ठान्यो नि त, स्यालेरीले मात्र कमाइ ठान्यो क्या। स्यालेरी कति जोगेको छ भन्ने कुरामा उसको ध्यान गएन, अनि मात्र बच्ने हो नि त। हो त्यो स्यालेरी आएको रकम या आफूले आर्जन गरेको रकम बचाउने कसरी त भन्दा आवश्यकता र चाहना छुट्याउन सक्नु पर्यो। पहिलो कुरा, यहाँ मान्छेहरूले आवश्यकता र चाहना छुट्याउन सकेको छैन। आवश्यकता र चाहना छुट्याउन सकेको छैन र चाहनालाई नै उसले आवश्यकता भनिरहेको छ। जस्तै तपाईँको घरमा एउटा सामान्य खाटमा तपाईँ सुत्न सक्नुहुन्छ, निदाउन सक्नुहुन्छ तपाईँ सामान्य खाटमा, तर तपाईँले त्यो सामान्य खाटमा अझ महँगो खालको खाट किनेर हालिदिनु भयो। त्यो चाहिएको होइन, त्यो विलासी भयो क्या अब। तर तपाईँले त्यसलाई आफ्नो आवश्यकता ठान्नु भयो। तपाईँसँग एउटा सानो बाइक छ, बाइकमै तपाईँको दिनचर्या मजाले चलिरहेको छ, तपाईँले कार किन्ने मुड चल्यो, कार किन्नु भयो। त्यो तपाईँको विलासी जीवनलाई तपाईँले कारलाई नै आवश्यकता ठान्नु भयो कि, तर तपाईँको दिनचर्या चाहिँ बाइकले नै चलिरहेको छ, या कारै भए पनि सामान्य कारले चलेको छ, तपाईँले अझ महँगो खालको कार रोज्नु भयो कि। सामान्य लुगाले तपाईँको जिउ ढाकिरहेको छ, तपाईँले ब्रान्डेड खोजे। अब विलासीमा गयो नि, तर त्यो विलासी ठान्नु भएन तपाईँले, त्यसैलाई आवश्यकता ठान्यो। हेर्नुहोस् त, हामी बिहान सामान्य नास्ता, त्यसपछि खाना, दिउँसो सामान्य खाजा, त्यसपछि बेलुका हामी खाना खाएर सुत्छौँ। तर त्यो 4 चोटि खानु पर्नेमा तपाईँले 8 चोटि खाइदिनु भयो। त्यो बाँकी 8 त तपाईँलाई आवश्यकता थिएन नि, तर यो पनि मेरो आवश्यकता हो भनेर ठानिदिनु भयो। आवश्यकता र चाहना नछुटिसकेपछि त्यहाँ रुटिनमा गोलमाल हुन्छ। आवश्यकता र चाहना छुटिन नसकेपछि सबभन्दा पहिला असर भनेको आर्थिक अवस्थालाई पार्छ। आर्थिक अवस्था डामाडोल भएपछि त तनाव वृद्धि हुने भइहाल्यो, झै झगडा हुने भइहाल्यो, सबै कुरा बिग्रियो नि त। त्यसैले सबभन्दा पहिला हामीले यो मेरो आवश्यकता हो, निड्स हो, यो मेरो डिजायर हो, चाहना हो, यो दुईटालाई ठ्याक्क छुटाउन सक्यो भने तपाईँले चाहनाको मात्रालाई घटाउने, आवश्यकताको मात्रालाई बढ्न नदिने, आवश्यकताको मात्रालाई बढ्न नदिने, चाहनाको मात्रालाई घटाउने, यो गर्न सक्नुभयो भने तपाईँको आर्थिक वातावरण कन्ट्रोलमा आउँछ। आर्थिक वातावरण कन्ट्रोलमा आउनु भनेको बचत बढ्नु हो, अनि तपाईँको बच्ने हो। यहाँ सामान्य ज्यालादारी काम गर्ने मान्छेले पनि राम्रो जीवन जिउन सक्छ यदि उसले आवश्यकता र चाहना छुट्याउन सक्यो भने। अझ मलाई लाग्छ सुखी भएर जिउन सक्छ, बस सामान्य ज्यालादारी गर्ने पनि आनन्दको लाइफ भनौँ, जिन्दगी जिउन सक्छ। र सबभन्दा आनन्दित त मलाई लाग्छ आज त्यही सामान्य आम्दानी गर्ने मान्छेहरूको जीवनमा छ, किन उनीहरूलाई योभन्दा पछाडि के हुने भन्ने भविष्यको खासै त्यो टार्गेट हुँदैन, अनि उनीहरूले आफूले आर्जन गरेको पैसालाई नै